केटीहरू मरिमेर्छिन् पागल हुन्छन् यस्ता केटाहरूको लागि। नम्बर 1 सेल्फ कन्फिडेन्स। अब यसको मतलब यो होइन कि हरेक समय एनामा हेर्नुहोस् र भन्नुहोस् कि के हिरो देखिएको छु म। कन्फिडेन्सको मतलब हुन्छ आफूमाथि भरोसा। जब तपाईँ बिना डर आरामसँग कुरा गर्नुहुन्छ केटी सोध्ने छे ओहो यो त अलि अलग छ। सायद केटाहरूको पनि अलग कुरा हुने गर्छ, तर कन्फिडेन्ट केटाहरू सिधै दिलमा घुसी जान्छन्। नम्बर 2 सेन्स अफ ह्युमर। हँसाउनुहोस् फसाउनुहोस्। केटीहरूलाई हँसाउनेवाला केटाहरूको याद हमेसा आइरहन्छ। यदि तपाईँ उसलाई हँसाउन सक्नुहुन्छ भने सम्झिनुहोस् आधी लडाइँ त जितिसक्नु भयो। तर ध्यान रहोस् जोक्स यस्ता हुन् कि केटी हाँसुन् भागुन् नै। नम्बर 3 रेस्पेक्ट। केटीहरू उनी केटाहरूमाथि फिदा हुन्छन् जो सिर्फ उनको मात्रै होइन हरेक महिलाको इज्जत गर्दछन्। यदि तपाईँ वेटर्स क्लिनर्स या आफ्नो मम्मीसँग पनि प्रेमले कुरा गर्नुहुन्छ भने केटी सोध्ने छे यसमा त ज्वाइँ राजा बन्ने पोटेन्सियल छ। जेन्टलम्यान बन्नुहोस् हिरो आफै बन्नुहुनेछ। नम्बर 4 प्यासन एन्ड एम्बिसन। जुन केटाभित्र के गर्ने प्यासन सपना हुन्छ ऊ केटीहरूलाई एकदमै अट्र्याक्ट गर्दछ। चाहे पढेर लोकसेवा पास गर्नुहोस् चाहे एभरेस्ट चढ्नुहोस् वा कुनै स्किलमा दक्ष बन्नुहोस् केही त गर्नु पर्यो लाइफमा। हेरो जो होगा देखा जाएगा टाइप एटिट्युड चल्दैन मेरो साथीहरू। प्यासनेट केटा अट्र्याक्टिभ केटा। नम्बर 5 पर्सनल हाइजिन एन्ड स्टाइल। अन्तिमको सबैभन्दा अन्डर एस्टिमेटेड कुरा सरसफाइ र स्टाइल। बडी स्प्रे लगाउनुहोस्, बाल घुमाउनुहोस् र मोजा हरेक दिन बदल्नुहोस् भगवानको लागि। केटीहरू आँखाले देख्छिन् र नाकले सुन्छिन्। यदि स्मेल राम्रो छ र कपडाहरू च्याटचुट्टो मिलेको लगाउनुहुन्छ भने तपाईँ इन्भिजिबलबाट सडनली डिजायरेबल बन्जानुहुनेछ। साथीहरू यी थिए 5 सिक्रेट्स जसमाथि केटीहरू साँच्चीकै मरिमेर्छिन् पागल हुन्छन्। तपाईँ यी मध्ये कुन चाहिँ क्वालिटीको मालिक हुनुहुन्छ कमेन्ट गर्नुहोला। यदि तपाईँभित्र यी क्वालिटी छैनन् भने पनि नो प्रब्लम, आजबाट काममा लागिहाल्नुहोस्। भिडियो मन पर्यो भने लाइक सब्सक्राइब र कि साथीहरूलाई सेयर गर्न नभुल्नुहोस् जसको कुनै गर्लफ्रेन्ड नै छैनन् र भन्छन् कुनै केटी नै पत्तिनन् यार। अर्को भिडियोमा फेरि भेट्नेछौँ। लाइभ ज्ञान नेपाल युट्युब टिकटक र फेसबुकमा। तबसम्मको लागि सिंगल रहनुहोस् या मिंगल दिलबाटै मुस्कुराउनुहोस्। टेक केयर।